सुकेर जाँदैन रोकेर रोकिँदैन सुकेर जाँदैन रोकेर रोकिँदैन भारी खेप्ने खेतालाको यही हो जिन्दगानी झरनाको चिसो पानी। यस कार्यक्रम जीवनशैलीमा हाम्रै समाजका विभिन्न विषयवस्तुहरूमा आधारित रहेर कार्यक्रम प्रस्तुत गर्दै आइरहेका छौं। आजको प्रस्तुतिमा जीवन शर्मा, जसले मानव शास्त्रमा एमए, अंग्रेजीमा एमए अध्ययन पूरा गरिसक्नुभयो। तपाई आफै सोच्नुस् त, यति अध्ययन पूरा गरिसकेका यदा कदा बाहेक प्राय व्यक्तिहरू आफ्नो पद सम्हालेर भत्ता पकाइरहेका हुन्छन्। तर जनताका गायक जीवन शर्मा देशलाई परिवर्तन गर्न, जनतालाई परिवर्तन गर्न 47 वर्षदेखि निरन्तर गाउँ शहरमा गीत गाएर सिडी बेसिडी बेचेर आएको कमाईले आफ्नो गुजारा चलाइरहनु भएको छ। दुई दिदी दुई बहिनीको प्यारो भाइ अनि दाई शर्मा बागलुङको राङखानी गाविसमा जन्मिएका हुन्। गाउँका जिम्माल मुखिया प्रधान पञ्चको एक्लो छोरा थिए। फेता गुछी र घोडा चढी हिँड्दा गाउँ नै थर्कमान हुन्थे। सम्पन्न समृद्ध परिवारमा कहलिन्थे शर्माको घर। पारिवारिक माहौल विषम प्रकारको थियो। पहिला सुरुमा म 5-7 वर्ष 10 वर्ष करिब उन्जेलसम्म घर निकै समृद्ध थियो, सम्पन्न थियो। पछि परिस्थिति बिग्रिँदै गयो, मुद्दा मामिला आदि इत्यादि भए करिब आधी जस्तो सम्पत्ति त्यही सिद्धियो। हुने खाने परिवार, गाउँका धेरै गरिब असहाय परिवारको आश्रय शर्माको परिवार। सपनामा पनि नसोचेको दिन भोग्नु पर्यो। पिताको मृत्यु पश्चात दैनिक छाक टार्न मुस्किल हुन थाल्यो। गरिबी अभाव जीवन बिताउन बाध्य हुनु पर्यो। दुःख पछि सुख आउँछ अनि सुख पछि दुःख आउँछ रे भन्ने सुनेका शर्माले आफ्नै जीवनमा नै प्रत्यक्ष सामना गर्नु पर्यो। 15-16 वर्षे अल्लारे छिटो गुजारा चलाउन गाउन थाले गरिब दुखीको जीवनी। छोरा छोरी पाले ताले यही भाइको घरमा, छोरा छोरी पाले ताले यही भाइको घरमा, जीवनभरि कहिल्यै पनि सुध्रिएन कर्म। वैशाखको धुपमा पनि सुख पाइन मैले, वैशाखको धुपमा पनि सुख पाइन मैले, साउनको बाढी पहिरो भन्न पाइन मैले। सुरुवातमा आफू र आफ्नो परिवार पाल्न गीत गाउँदै हिँडेका शर्माले सोचे अन्याय र अत्याचारमा बाँचेका जनताको हक अधिकारको लागि गीत गाउँछु। दुनिया बदल्ने गीत गाउने निर्णय गरे। गरिब सधैँ गरिब, दुःख पीडा अनि अभावमा नै बाँच्नु पर्छ। हात फैलाई भिख नै माग्नु पर्छ। हाम्रो कुममा कुम जुदाई हाम्रो बरोबरीमा कहिले आउन दिनुहुन्न भन्ने क्रूर पञ्चायती शासनले गरिबको गीत गाएर हिँड्नेलाई पक्रेर जेल हालेर यातना दिन थाले। जेलबाट छुटेपछि भूमिगत भई लोक्दै भाग्दै गरिब जनताकै लागि गीत गाउन थाले। पुलिसको आँखा छलेर गरिब झुपडीमा गीत गाइ नै रहे। कहिल्यै हतोत्साही नभई एक दिन जित्नेछु, आम जनतालाई आफ्नो हक अधिकारको लागि लड्न सिकाउँछु, आफ्नो जीवन जोखिममा नै किन नपरोस्, गरिब जनताको गीत गाइ नै रहे। पञ्चायत कालमा हामीले गाउँ गाउँमा लुकी लुकी यस्तो कार्यक्रमहरू दिन्थ्यौँ। कहिले मझेरीमा, कहिले पिँढीमा, कहिले आँगनीमा, कहिले गोठका माथि थाराहरूमा, कहिले गोठको तलैतिर टुकी बालेर प्रहरीहरूदेखि पुलिस प्रशासनदेखि धेरै टाढाका बस्तीहरूमा हामी यी कार्यक्रमहरू भूमिगत रूपमै हामी दिने गर्थ्यौँ। त्यति बेला हामीले गीत गाउँदाखेरि
कहिले पक्राउ परिने हो, कहिले पुलिसको जेलमा पुगिने हो, कहिले गोली खानी हो अथवा फाँसीको तख्तामा लट्किनु पर्ने हो, त्यस्तो खालको मात्रै हामीलाई चाहिँ त्राही थियो। त्यस्तो खालको एउटा सम्भावनाहरू बोकेर हामी हिँडेका थियौँ। 2043 सालदेखि रक्तिम सांस्कृतिक अभियानमा लागेका शर्मा 2052 सालपछि फेरि रक्तिमका गीतहरूमा प्रतिबन्ध लगाइयो। सरकारबाट रक्तिमका क्यासेट किन्ने, गीत सुन्नेलाई पक्रन थालियो, यातना दिन थालियो। एक प्रकारको आतंक फैलियो। सेना पुलिसबाट बस्न फेरि भूमिगत जीवन बिताउन थाले। कैयौं दिन त गुफामा भोकै रात काट्नु पर्थ्यो। भोकै दिन काटेका, कैयौं ओढारमा लुकियो, कैयौं जंगलको फेदमा, लाली गुराँसको फेदमा रात काटियो है। कैयौं दिनमा हामीले चाहिँ जंगलको छेउमा एउटा गोठ, गाई भैँसी बान्ने गोठमा रात काटियो एक्लै। कतिपय अवस्थामा गाउँमा गरिब दुखी किसानको घरमा हामीले रात बिताइयो। त्यस्तो बेलामा उनीहरूले हामीलाई जो माया गर्थे, एक फाँकी साधु दिएर, त्यसको त मैले गीतै लेखेको छु। विपदको घडीमा साथ दियौ तिमीले, आकाशमा उड्ने चरीलाई, एक फाँकी सातु दिएको भोकमा सम्झना जुनी भरिलाई। 2062-63 पछि सहज परिस्थिति हुन थाल्यो। फेरि रक्तिम सांस्कृतिक परिवार गाउँ बस्ती, सडक, बाटो चौबाटोमा जनताको गीत गुन्जन थाल्यो। समयसँगै सम्झौता नगरिकन सुख र दुःखको दोसाँधबाट नै जनता अगाडि बढिरहेका छन्। गीत संगीतले जनताको बाटो निर्धारण हुन्छ भन्ने हेतुले यो अभियानमा लागेको हुँ। जसले देश दुनियाँ बदल्न आन्दोलनमा लाग्छ, ती सबैलाई मिल्ने भएर गीत अनि सोही अभियानमा लागेका माओवादी लडाकुको लक्ष्यसँग पनि मिल्ने गीत थियो रक्तिमका गीतहरू। इतिहासको पाङ्ग्रा बढ्छ अघि चल्छ निरन्तर, रोकेर रोकिन्न जनताको आगी, चल्छ हुरी आउँछ बसन्त। जहाँ भोको पेटले दाना पानी मागेको हुन्छ, अन्याय र अत्याचारले जहाँ सीमा नागेको हुन्छ, त्यहाँ पुग्छ ज्वालामुखी, त्यहाँ पुग्छ ज्वालामुखी, त्यहाँ पुग्छ ज्वालामुखी। उनीहरूले जो सशस्त्र सङ्घर्ष सुरु गरे, उनीहरूले जो लडाईँ सुरु गरे, त्यसलाई पनि यी गीतहरूले चाहिँ ऊर्जा दियो, त्यसलाई प्रोत्साहित गर्यो। यी गीतहरूबाट मानिसहरूमा लड्ने एउटा क्षमता पैदा भयो र त्यो क्षमता विकास हुँदै गयो। त्यसैले यी गीतहरूलाई कतिपयले माओवादी गीत पनि भन्न थाले। प्रायःसो प्रत्येक माओवादी लडाकुहरूको झोलामा हाम्रा गीतहरू, रक्तिमका गीतहरू हुन्थे भनेर सेना पुलिसहरूले भन्ने गर्छन्। जति पनि पक्रिए, जति पनि ती लडाकुहरू अथवा मरेका लडाकुको झोलामा पनि अथवा पक्राउ परेका लडाकुहरूको झोलामा पनि अनिवार्य रूपमा एउटा दुईटा तीन चारवटा रक्तिमका गीतहरूका क्यासेटहरू हुने गर्थे। त्यो कुरा पछि चाहिँ मलाई थाहा भयो। त्यसै कारणले गर्दाखेरि मलाई पनि पछिल्लो कालमा आएर घरमा कोठामा पनि बस्न सक्ने अवस्था सिर्जना भयो। सबैतिर हाम्रा क्यासेटहरूलाई छापा मार्न थालेपछि म भूमिगत भएँ र पछि हाम्रो घरमा सेना 200-300 कति सेना आएर रातको 9 बजेदेखि 12-1-2 बजेसम्म छापा मारेर मलाई खोज्यो, हाम्रा क्यासेटहरू लग्यो, हाम्रा फोटाहरू लग्यो र एक प्रकारको एउटा चाहिँ सन्तासको वातावरण सिर्जना भयो र म चाहिँ 3-4 वर्ष जति कहिले अर्धभूमिगत कहिले भूमिगत भएर यी गीतहरू गाउँदै हिँड्न थालेँ। दमन चक्रबाट गुज्रिएका शर्मा जनताकै गीत गाउँदा धेरै कष्ट भोग्नु पर्यो। व्यक्तिगत जीवनमा सुख सुविधाको अपेक्षा नराखेका जीवन शर्माको जीवन अझै पनि उस्तै छ। जुनै तन्त्र आए पनि सधैँ काँधमा झोला भिरी चप्पलमा
गल्ली गल्ली हिँड्दै भाडाको घर अनि भाडाकै सवारी साधनमा आफ्नो कर्म गरि नै रहेका छन्। गीत मार्फत धेरैलाई परिवर्तन गरे, कैयौंले आफ्नो ज्यान देशको लागि बलिदान दिए त कति झुपडीदेखि महल पुगे। जीवन शर्मा अनाम नगरको एक घरको छिडीमा भाडामा बस्नुहुन्छ। खै त जीवन शर्मालाई परिवर्तन गर्ने जनताको दुःख पीडा बुझ्ने शर्माको पीडा कसले अनि कहिले बुझिदिने त? रक्तिम सांस्कृतिक अभियानकै क्रममा एक अर्कालाई बुझेर जीवनको बन्धनको गाँठोमा बाँधिएकी कान्छी धर्मपत्नी निलिमा पुन यस्तै कुरा गरिरहन्छन्। लामो समयसम्म सँगै हिँड्यो, सबै दुःख सुख यताउता साटासाट भयो, कलालाई माया गर्यो होइन, एक आपसमा प्रभावित भयो। त्यसैले आफसे आफ त्यो नजिक भएको कुरा हो। आशा त के गर्नु छ र होइन, तर पनि जनताको गायक हो, जनताको गायकलाई कसरी सम्मान गर्नुपर्छ, सरकारमा बस्ने एकदम नेतृत्व गर्ने सबैलाई थाहा छ जीवन शर्मा कस्तो हो भन्ने, र यसलाई के कस्तो खालको सम्मान दिनुपर्छ, कसरी बुझ्नुपर्छ भन्ने उहाँहरूले जान्ने कुरा हो। दुःख त छँदैछ, कसको जिन्दगीमा सुख छ र त्यही हो, अब त्यही अनुसार चिन्दै हुन्थ्यो। आर्थिक समस्याले चाहिँ उहाँलाई अलि समस्या छ, उहाँ भन्दा नि परिवारमा होइन। उहाँलाई सिर्जनामा लाउने मेरो इच्छा हुँदै पनि उहाँ अहिले पनि फेरि हल्का एउटा के अरे परिवार चलाउनको लागि पनि नहिँडी नहुने स्थिति छ र बढी सिर्जनामा लाग्नुपर्ने मान्छे अहिले क्यासेट बेच्दै हिँड्नुहुन्छ। राम्रो काम गर्नेलाई जनताले स्वत सम्मान गर्छन्। सम्मान समृद्धिको भोग छैन। जनता सधैँ सचेत रहोस्। हाम्रा गीत संगीतले कठिन र समस्याग्रस्त क्षणहरूलाई सामना गर्ने हिम्मत जुटाएका छौं। मिलेर नेपालको इतिहास जोगाउनु पर्छ भन्दै देशप्रति चिन्ता व्यक्त गर्नुहुन्छ शर्मा। त्यस्तो दुःख मलाई लागेन, किनभने जति अप्ठ्यारो पर्थ्यो म भित्र एउटा साहस पैदा हुन्थ्यो। यो अप्ठ्यारो, यो असहज परिस्थिति क्षणिक हो र फेरि सहज परिस्थिति हामीले चाहिँ निम्त्याउँछौँ, ल्याउँछौँ। त्यो सहज परिस्थितिमा हामी सुखी भएर हिँडौँला, खुसी भएर हिँडौँला, सुख साटासाट गरौँला। अहिलेको यो असहज परिस्थितिमा हामी हताश हुनु हुँदैन, निराश हुनु हुँदैन र यो क्षणिक प्रकारको अप्ठ्यारो हो, यसलाई सामना गरेर जानुपर्छ भन्ने एउटा साहस, उच्च प्रकारको साहस पैदा हुने गर्थ्यो। त्यति बेला हामीले अब गीत गाए बापत कुनै कमाई होला, कुनै सहज परिस्थिति होला, कुनै सुख समृद्धि प्राप्त होला भनेर गीत गाएको पनि होइन। समाज रूपान्तरणको लागि, मानिसहरूमा सामाजिक चेतना जागृत गर्नको लागि, गरिब दुखीहरूलाई उनीहरूको आफ्नो जिन्दगीको अवस्था बोध होस् भन्ने हिसाबले हामीले यी गीत गाएका हौँ। र यी गीत गाए बापत हामीलाई समाजले केही देला, सरकारले केही देला अथवा कसैले केही अब पुरस्कृत गर्ला भन्ने हामीलाई कुनै प्रकारको आकांक्षा थिएन। बरु उल्टो कहिले कुन अप्ठ्यारोमा पर्ने हो, जिन्दगी कति बेला सिद्धिने हो भन्ने मात्रै सन्तास थियो। होइन, मान सम्मानको लागि त हामीले काम गरेकै होइन। यी गीत गाए बापत हामीलाई मान मिल्ला, सम्मान मिल्ला, कसैले सम्मानित गर्ला, हाम्रो व्यक्तिगत सुख र समृद्धि बढ्ला, हाम्रा जीवनका आकांक्षाहरू, जीवनका सपनाहरू, जुन सुखी सम्पन्न हुने सपनाहरू पुरा होलान् भनेर हामी यी गीत गाएको होइन। हामीले त गरिब दुखीलाई सम्झाउनको लागि, केवल गरिब दुखीलाई सङ्गठित गरेर आफ्ना जिन्दगीका जीवनका दुरावस्थाको विरुद्धमा सङ्घर्ष गर्न प्रोत्साहित गर्ने उद्देश्यले हामीले यी गीत सिर्जना गरेको। गरिब दुखी फेरि पनि सचेत होस्, जागृत होस्, नेपाल र नेपालीहरू आफ्नो राष्ट्रप्रति सचेत हुन्, यो राष्ट्र अखण्डित रहोस्, यो राष्ट्र नटुक्रियोस्, टुक्रा टुक्रा हुनुबाट देशलाई कसरी जोगाउने। जहाँ भोको पेटले दाना पानी मागेको हुन्छ, अन्याय र अत्याचारले जहाँ सीमा नाघेको हुन्छ, त्यहाँ फुट्छ ज्वालामुखी, हो त्यहाँ फुट्छ ज्वालामुखी। शर्मालाई अब सन्तास त्राहीको वातावरणमा हिँड्नु परेको त छैन, तर शरीरले स्वरले साथ दिएसम्म त जीविकोपार्जन होला। जब शरीरले नै साथ छोड्दै जान्छ तब शर्माको जीवन कस्तो होला? देश र जनतालाई परिवर्तन गर्न हिँडेका शर्माको भविष्यको जिम्मा कसले लिने त?
जनताले कि सरकारले सोच्ने बेला आइसकेको छ। जिन्दगी एउटा सङ्घर्ष हो। सङ्घर्ष सुख र दुःखको एउटा बीचबाट जिन्दगी अगाडि बढ्छ। मैले एउटा गीत पनि लेखेको छु, समयसँग सम्झौता होइन, सङ्घर्ष गर सङ्घर्ष, आउँछन् हजार चुनौती, स्वीकार गर सहर्ष, सुख र दुःखको द्वन्द्वले जीवनको बाटो खन्दछ। जनतामा अनेकौं प्रकारका बाधा व्यवधानहरू, अनेक प्रकारका दमनहरू, अनेकौं पल्टका सङ्घर्षका घडीहरूमा सरकारको तर्फबाट विभिन्न प्रकारबाट उनीहरूमाथि चाहिँ दमन चक्र चलि नै रहेको छ। तर जनताले त्यो सहँदै सहँदै सङ्घर्षलाई अगाडि बढाउँदै गएका छन् र चाहिँ समयसँग सम्झौता नगरिकन सुख र दुःखको दोसाँधबाटै जनता पनि गुज्रिरहेको छ। लाखौं लाख नेपालीहरू, लाखौं लाख दुखी गरिबहरू, शोषित पीडित सर्वहाराहरू हाम्रा गीत सङ्गीतले सचेत भएका छन् र त्यो चाहिँ सबैतिर प्रष्टै छ। यदि यसै अवस्थामा शर्मालाई राख्ने हो भने भोलिका दिनमा देश र जनतालाई सचेत गराउने देश प्रेमी जनता प्रेमीले जन्म लिने छैन। त्यसैले सरकारको ओहदामा बस्नेले जीवन शर्माको जीवन रक्षाको बारेमा सोच्ने हो कि यति नै हो हाम्रो आग्रह। गरीब जनताको दुःख सुख बुझेर गीत संगीत मार्फत देश र जनता ब्युझाउने, जनताको आँट साहस हिम्मत बनेर आफू र आफ्नो परिवार नभनी मृत्युसँग पैठे जोडी खेल्दै आजसम्म पनि जनताको खुशीमा बाँचेका रक्तिम सांस्कृतिक परिवारको गायक जीवन शर्मालाई जीवनशैली युनिट सम्मान गर्दछौं। शिमली छायामा बसी भरिया लामो सास फेरेको, उमेर भइसक्यो 80 झन ठूला दुःखले घेरेको भन्दै जनताका लागि गाउँदै हिँड्ने शर्माको सपना साकार रहोस् हाम्रो यही कामना। आजको कार्यक्रम यति नै। अर्को श्रृंखलामा नयाँ विषय वस्तुको साथमा हाम्रो भेटघाट हुने नै छ। आजलाई नमस्कार। लामो सास फेरेको, मेरा भैसा क्यों